हे गाइस, स्वागत छ तपाईहरुलाई मेरो मिनी भ्लगमा। आज चाहिँ मिसु पार्कमा एंगेजमेन्टको पार्टी थियो। त्यही पार्टी भएको कारण आज राम्रो लुगा लाएर म बसिरहेको छु। देखो न देखो कौन है ये लड़का, देखो न नजर नलागे। बिहानको टेबल पुस्ने काम सकेर म चाहिँ लागे भाडा पुस्ने कामतिर। हाम्रो म्यामहरु चाहिँ भित्र किचनमा बिजी हुनुहुन्थ्यो, म चाहिँ बाहिर थिए। भाडा पुसिसकेर म चाहिँ लागे भिडियो बनाउन। यति राम्रो देखेको थियो, ओ माय गॉड, माइन्ड ब्लोइङ। त्यही भिडियो बनाउन चक्करमा झन्डै मिसु पार्कको टेबल भाँचेन। ओ माय गॉड, मेरो खुट्टा त भाँचे केही फरक पर्दैन थियो। म्यामहरुको टेबल भाँचेको भए मैले जिन्दगीभरि तिर्न सक्दिनँ थिएँ। ओ माय गॉड, हात हल्लाइ नाच्दै थिए भरे त्यतिकैमा बेहुलीहरुको परिवारहरु आउनु भयो। देखो न यार, बहुत अमीर लोग है वो, देखो देखो। मैंने कहा था ना वो अमीर लोग है वो, देखो काला कोट पैंट सोच। ओ माय गॉड, और ये है दुल्हन, आज का दुल्हन। अनि यो चाहिँ हो म्यामहरुले सजाउनु भएको आजको एंगेजमेन्टको लागि एंगेजमेन्ट गर्ने ठाउँ। यदि तपाईहरु पनि पार्टी गर्न चाहनुहुन्छ भने खातबारीको मिसु पार्कमा आउनु होला। एकदम राम्रो ठाउँ रहेको छ। यदि तपाईहरुलाई मन परे सम्पर्क गर्नु होला। यदि तपाईहरुलाई खानाको पनि व्यवस्था चाहिएको छ भने अगाडि नै सम्पर्क गर्नु होला। सबै तयारी यही मिसु पार्कमा गरिदिनुहुन्छ। कस्टमरहरुले अगाडि नै सम्पर्क गर्नुभएको कारण डेकोरेसन गरेर रिजर्भको बोर्ड पनि लागेको छ। यति राम्रो डेकोरेसन गर्नुभएको छ, मैले भिडियो नबनाउने त कुरै छैन। त्यसपछि म लागे मेरो च्याउसी अनर लिएर भिडियो बनाउनतिर। मेरो पछाडि चाहिँ राम्रो राम्रो सोफाहरु थियो। त्यो हो 2 लाखको सोफा। ओ माय गॉड, गरीब दिदीहरुले चाहिँ प्लेटहरु एकदम राम्ररी सजाउँदै हुनुहुन्थ्यो। मैले चाहिँ फर्स्ट टाइम देखेको, राम्रो लाग्यो मलाई। यो चाहिँ हो आजको एंगेजमेन्टको लागि खाना राख्ने ठाउँ। यता हाम्रो गाउँको सुरसारमा एंगेजमेन्ट भएको त पत्तै पाइएन। उहाँहरुको संस्कार अनुसार उहाँहरुले एंगेजमेन्ट गर्छौं अनि हामी चाहिँ लाग्यौं हाम्रो खानातर्फ। यो चाहिँ हो आजको एंगेजमेन्टको लागि सलाद। एंगेजमेन्ट सकेर खाना खान आउनु भयो। त्यसैगरी आजको हाम्रो कार्यक्रम सक्यो। हस्त, धन्यवाद।